देशमा कम्प्युटर पनि चल्दैन, टिभी हेर्न पाइँदैन, बिजुली हुँदैन, बत्ती बल्दैन। यहाँ बसेर के काम भन्दै थियौँ, तर केही व्यक्तिले वा 16 घण्टा नोट सेडिङ कति भयो। त्यही मध्ये एकजना मान्छे रत्नपाटमा 2 रुपियाँको लाइटर किन्थ्यो त्यो व्यक्तिले। त्यो व्यक्ति चाइनामा गयो र त्यो लाइटर बनाउने मान्छेले यसको पछाडि सानो एउटा टर्च लाइटको लाइट एलइडी लाइट राख्न सक्छस् भनेर सोध्यो। त्यसले सक्छु भन्यो। उसले बनाएर दियो। सायद अर्को 1 रुपियाँ बढी दियो होला, तर उसले फर्केर आएर त्यो लाइटर यहाँ 15 रुपियाँमा बेच्न थाल्यो। लोड सेडिङ हुने कारणले गर्दा जसले समस्यालाई सकारात्मक रूपमा हेर्छ त्यसले अवसर देख्छ र एन्टरप्रेन्योर भनेको समस्यालाई सकारात्मक हेर्न सक्ने हुनुपर्छ। मलाई एन्टरप्रेन्योरशिप सम्बन्धी र नेपालमा व्यापार व्यवसाय गर्नको लागि के चाहिँ गर्नुपर्छ भनेर भनिदिनु होला, बोलिदिनु होला भन्नुभएको छ। मेरो सब्जेक्ट म्याटर म त्यसमा राख्न चाहन्छु। मेरो टाइटल पागल भयो। म नेपालमा व्यापार गर्छु भन्यो भने पनि पागल भयो कि क्या हो भन्छ। र यदि कसैले तपाईँलाई तपाईँको लक्ष्यबारे सुनेर पागल भयो कि क्या हो भन्दैन भने त्यसलाई लक्ष्य नमान्नुहोस्। त्यो तपाईँको लक्ष्य हुनै सक्दैन। जबसम्म तपाईँलाई कसैले पागल भयो कि क्या हो भन्दैन तबसम्म आफ्नो लक्ष्यलाई बढाउँदै जानुहोस्। र एक दिन कसै न कसैले तपाईँलाई पागल भयो कि क्या हो सोध्छ। जुन दिन कसैले तपाईँको लक्ष्य सुनेर पागल भयो कि क्या हो भन्छ त्यसलाई पछ्याउनुहोस्। म ग्यारेन्टी दिन्छु तपाईँ कुनै न कुनै दिन त्यो पागल बन्नुहुन्छ। यहाँभित्र कतिजना हुनुहुन्छ जो आफ्नै व्यवसाय गरिरहनु भएको छ या गर्न कोसिस गर्दै गर्ने सोच बनाउनु भएको हात नेपालबाट हरेक दिन 1700 युवाहरू बाहिर गइरहेका छन् र मैले यहाँ 80% हात उठेको देखेँ। जब मैले यहाँ कतिजना हुनुहुन्छ जो आफ्नै काम गरिरहनु भएको छ या गर्ने कोसिसमा हुनुहुन्छ भनेर सोधेँ। यसको मतलब सिम्पल छ। हामी सबैले चाह्यौँ भने यो हलभित्र रहेको सबै व्यक्तिले चाह्यो भने 1700बाट त्यो फिगर 1500मा झर्न सक्छ। 200 जना प्रतिदिन नजान सक्छन्। तपाईँ हाम्रो प्रयास यो हलमा भएको हरेक व्यक्तिले 20 जनाको लागि जागिर क्रिएट गर्ने हो भने 8000 वटा रोजगारीको अवसर यहीँभित्र छ। र त्यो रोजगारीको अवसर एकजनाले 20 जनालाई जागिर दिने रोजगारीको अवसर क्रिएट गर्नलाई कुनै गाह्रो छ। तपाईँले यो जुन हेरिरहनु भएको छ, मैले आफ्नो जर्नी स्टार्ट गरिसकेपछि 1996मा आफ्नो पागल भयो कि क्या हो के हुनसक्छ भनेर लेख्दा त्यति बेला मसँग 6 जना काम गर्थे र मैले एउटा कागजमा 100 जनालाई जागिर दिन पाऊँ भनेर लेखेको थिएँ। त्यो मेरो लागि पागल भयो कि क्या हो। 2004 नोभेम्बरमा आइपुग्दा मेरो 3टा संस्थामा बन्दाखेरि 104 जना। 6 वर्ष मात्रै लाग्यो। 6 वर्ष मात्रै लाग्यो। त्यो पागल भयो कि क्या हो क्षेत्र। तपाईँहरू पनि आफ्नो पागल भयो कि क्या हो पत्ता लगाउनुहोस्। यदि एन्टरप्रेन्योर बन्न चाहनुहुन्छ भने खानाको थाल हेरेर नबस्नुहोस्। जे आउँछ मुखभित्र हाल्नुहोस्। त्यसपछि मात्रै सोच्नु हो कसरी चपाउनु। एन्टरप्रेन्योरले कहिले पनि खाना देखेर कसरी चपाउने होला भनेर सोच्दैन। एन्टरप्रेन्योरले खाना मुखभित्र हाल्छ, त्यसपछि चपाउने कोसिस गर्छ, चपाउन थाल्छ। त्यो चपाउने क्रममा केही मुखबाट बाहिर निस्किन्छ भने नो प्रब्लम, तर थुप्रै गाँस पेटमा पनि पुग्छ। तपाईँहरूले अर्को कुरा बुझ्नुपर्ने भनेको हाम्रो जस्तो देशमा जे गर्न कोसिस गर्छौँ, जे गर्न प्रयत्न गर्छौँ, त्यो गर्ने बेलामा 3वटा कुराको आवश्यकता छ। सबैभन्दा पहिलो कन्फिडेन्स, आत्मबल। त्यो कन्फिडेन्स चाहिन्छ। म आज यो हलमा उपस्थित हुँदै गर्दा तपाईँहरूलाई यही कार्यक्रम सम्बन्धी एउटा सानो जानकारी दिन चाहन्छु। यो कार्यक्रमका आयोजक युवा साथीहरू मका आउनुभयो।
आजभन्दा ठ्याक्कै 13 दिन अगाडि र उहाँले यस्तो कार्यक्रम गर्दैछौँ, तपाईँ पनि के गर्न सक्नुहुन्छ मद्दत सोध्न आउनुभयो र उहाँले मलाई बताएको कार्यक्रमको खाका सुनेपछि मैले ओहो त्यो त राम्रो कार्यक्रम हुनसक्छ, तर यति सानो समयमा त स्पोन्सरहरू खोज्न सकिँदैन है, अलिकति टाइम लाग्छ, स्पोन्सर पनि पाइन्छ, कार्यक्रम झन् राम्रो हुनसक्छ, गजब हुनसक्छ, त्यसैले अलिकति पोस्टपोन गरौँ न, 29 जुनमा नगरौँ। ब्याङ्कहरूले स्पोन्सर गर्न सक्छ, तर अब फिस्कल इयरको क्लोजिङ छ, ब्याङ्कको बजेट सकिसकेको हुन्छ, त्यो पनि पाइँदैन, लेट्स पोस्टपोन इट भन्दाखेरि त्यो आउनुभएको साथीले मलाई के भन्नु भने पोस्टपोन त हामी गर्दैन। सरी, मैले किन भनेर सोधेँ, किनकि अर्को महिनाको लागि अर्को कार्यक्रम हाम्रो तय भइसकेको छ र त्यसको अर्को महिनाको लागि अर्को कार्यक्रम पनि तय भइसकेको छ। यो जस्तो हुन्छ हामी गर्छौँ, तर पोस्टपोन गर्दैन। त्यो सुनेपछि मैले म चाहिँ के गर्न सक्छु भनेर मैले त्यो कन्फिडेन्सलाई सपोर्ट गरेँ। त्यो कन्फिडेन्स जुन उहाँहरूले देखाउनु भएको थियो र म यहाँ हलबाट भित्र छिर्दा यहाँ फुल प्याक हल देखेँ र मलाई लाग्यो त्यो कन्फिडेन्स नभएको भए सायद तपाईँहरू आजको दिनमा यो हलभित्र हुनुहुन्थ्यो।